हेलो सबैजनालाई म चाहिँ अहिले क्वीन स्ट्रिटमा छु अकल्यान्ड न्युजिल्यान्डको क्वीन स्ट्रिटमा अनि आज क्रिसमसको दिन 9 बज्नलाई 10 मिनट जति मात्रै बाँकी छ र यो बाटो चाहिँ एकदमै बिजी हुने स्ट्रिट चाहिँ अहिले मान्छेहरू नै देखिरहेको छैन क्रिसमसमा यस्तो हुने रहेछ यो चाहिँ मेरो फर्स्ट क्रिसमस हो यहाँ क्रिसमस नै अब राति चाहिँ हुन्छ होला अलि सेलिब्रेसन तर अहिले चाहिँ मान्छे नै देखिरहेको छैन यहाँ चाहिँ पसलहरू पनि बन्द हुने रहेछ अनि त्यो चाहिँ स्काई टावर आज मौसम पनि आनन्दको छ त्यस्तो गर्मी नै छैन त्यस्तो जाडो पनि छैन अहिले चाहिँ गर्मी महिना चलिरहेछ मान्छे नै देखिरहेको छैन यो चाहिँ एकदम बिजी हुने स्ट्रिट हो म चाहिँ वाकमा जाँदै थिएँ मान्छे नै छैन अब यहाँ ग्रिन लाइट बलेको छ पेडेस्ट्रियनहरू जानु भनेर यो सबै यो पसलहरू खुल्ला हुन्थ्यो छैन अहिले कस्तो हुँदैछ त तपाईँहरूको क्रिसमस अफिस जानु परेको छ कि छैन यहाँ चाहिँ क्रिसमस र नेक्स्ट डे क्रिसमसको नेक्स्ट डे पनि छुट्टी हुने रहेछ यहाँ सिनेमा हल भयो अनि यहाँको बिल्डिङ्सहरू पनि धेरै इन्ट्रेस्टिङ छ मोन्युमेन्ट्सहरूदेखि लिएर यो मोन्युमेन्ट्स नभनौँ यो स्कल्पचर डिजाइनहरू यहाँ गरिएको चाहिँ राम्रो हाम्रो नेपालको जस्तै अब बुट्टाहरू हुन्छ नि यहाँ पनि त्यही अनुसारले यहीँको कल्चर अनुसारले चाहिँ यो बिल्डिङमा नै अलिकति देखिन्छ होला अकल्यान्ड न्युजिल्यान्डको चाहिँ एकदमै बिजिएस्ट यो ठाउँ हो आज छुट्टी भएको भएर प्लस क्रिसमस भएर पनि यस्तो भयो जस्तो छ बसमा पनि प्यासेन्जर्सहरू छैनन् अब निश्चित समय हुन्छ त्यो समयभित्र चाहिँ मान्छे आउनु भएन भने जाने बस ल सबैजना मेरी क्रिसमस हेभ अ ग्रेट डे अहेड र यो चाहिँ मेरो आई गेस फर्स्ट भ्लग हुनेवाला छ अब बस मात्रै छ हेर्नु न यहाँ एकदमै कारहरू चल्ने भेहिकलहरू चल्ने स्ट्रिट हो कि यो चाहिँ पब्लिक भेहिकलहरू मात्रै चलिरहेको छ अघिदेखि नै मैले के देखाउन पनि कता कता देखाएर जस्तो भइरहेछ होला ल हेर्नुहोस् यहाँ बस सबै बन्द यहाँबाट चाहिँ रोड क्रस नगरौँ डाइरेक्टली किनभने यहाँ आउन सक्ने चान्स हुन्छ गाडीहरू अनि न्युजिल्यान्डमा चाहिँ कन्स्ट्रक्सन भइ नै राख्ने रहेछ कन्स्ट्रक्सन चाहिँ नरोक्ने यहाँ पनि कन्स्ट्रक्सन भइरहेछ ल साथीहरू सबैजना हेभ अ गुड डे फेरि पनि बाई बाई मेरी क्रिसमस